छोरी मान्छेको भाग्य फुटेपछि जोडिँदैन रहेछ शीतल। किनकि कल्पना, म तिमीलाई धेरै माया गर्छु। तर कल्पना, म तिमीलाई मायाको कमी कहिल्यै हुन दिने छैन। म त अरू कसैको भइसकेको हो शीतल। यो समाजको लागि म एक विधवा हो। देखिस् के गर्दै रहेछु मैले? बुढो मान्छे यत्तिका दिन भइसक्यो छोरी खोज्न आएको। न खाने घाँसको टुङ्गो छ, न बस्ने बाँसको टुङ्गो छ। आजको दिनसम्म छोरी पनि भेटाएन। के गर्ने होला? अब गाउँ जाउँ भने गाउँकै मान्छेले के भन्लान्? अब जे भए पनि छोरीलाई नलिई जान्न म। काका, तपाईँलाई थाहा छ, मुना छोरी मान्छे भए पनि छोराभन्दा कम छैन। तपाईँलाई मुनाले मजाले पाल्छिन् काका। तैँले ठिक भनिस् र। मेरो छोरी मेरो लागि। के रे? अझ झुट बोल्छ? कतै नभए कि झुट बोलेर बच्चु भन्टाने छेस? बुहारी भएर बुहारीकै ठाउँमा बसेको भए नेहाले भनेको कुरा झुट भए पनि मोबाइलमा देखाएको कुरा त झुट होइन होला नि? कि मोबाइलमा देखाएको कुरा पनि झुट हो? हे भगवान्, मेरो छोरी मुनासँग छिट्टै भेट गराइदिनुहोस् है। म पनि यसै गरी मागेर भए पनि भात त खानै पर्यो। छोरी पनि भेटिएला जस्तो छैन। आज 3-4 दिन भइसक्यो। गाउँतिर पनि सबैले खोजी गर्न थाले होलान्। यहाँ त कसैले चिन्दैन पनि। मागेरै भए पनि यो पापी पेट त पाल्नै पर्यो।
अब त बाटो नै खाली हुने भयो। माइलोले मुनालाई खोज्छ भने कत्रो डर थियो मलाई। माइलो पनि हरायो, अब कसले खोज्छ मुनालाई? ए राम, कता हिँडेको? यतिकै गाउँतिर हिँडेको दाइ, कामसाम छैन? तँलाई थाहा छैन माइल दाइ हराउनु पऱ्यो। हिजोदेखि गाउँमा खोजी भइरहेको अरे। यो के भन्नुभएको दाइ? माइला काका हराउनु भयो अरे? यो कसरी हुनसक्छ? भनाइ नै छ नि, दुःख एक्लै आउँदैन, लस्करै आउँछ। मुना पनि सहरमा, माइला काका पनि हराउनु भयो। जे लेखेको छ त्यही हुन्छ राम। भाग्यले लेखेको मेटेर मेटिँदैन। होइन हरि दाइ, भाग्य भन्दैमा हात बाँधेर बसिँदैन। जहाँ इच्छा त्यहाँ उपाय। म माइला काकालाई खोज्छु। अनि अर्को कुरा, मेरो विचारमा पक्कै काकाले मुनालाई खोज्न गएको हुनुपर्छ। हरि दाइ, अब तपाईँले मलाई सबैभन्दा पहिला मुनाले काम गरेको ठाउँमा लिएर जानुहोस्। त्यसपछि सबै कुरा ठिक हुन्छ। ल, तैँले यो कस्तो कुरा गरेको राम? तैँले भने जस्तो सजिलो मुनाले काम गर्ने ठाउँसम्म कहाँ जान सकिन्छ र? तेरा घरका बाबुआमासँग पनि त सल्लाह गर्नु पर्यो नि। फेरि तेरी आमाले मलाई फरियाले छोप्नायो भने चाहिँ को जिम्मेवारी नि? यस्तो झारी कुरा नगर्नुहोस् दाइ। तपाईँ मेरो घरको कुरा म आफै मिलाउँछु। बरु तपाईँ सहर जाने छिटो चाँजो पाँचो मिलाइहाल्नुहोस्। रामले खोज्न थाल्यो भने मेरो खेल बिग्रिन सक्छ। अब कसरी हुन्छ बाना बनाउनु पर्छ। होइन हिर्काइ दाइ, कहाँ पुगेर आउनुभयो? अनुहार पनि मरियो देख्छु। खै भाइ के भनौँ, हाम्रो गाउँमा सोझो राम्रो मान्छे भनेको त्यो माइलो थियो। त्यो पनि घर छोडेर हिँडेछ। बिरामी मान्छे, न कतै केही भयो कि भनेर खोज्दै पो हिँडेको म। त्यही त दाइ, मलाई चाहिँ अचम्म लाग्यो। अस्तिसम्म म घर जाँदा घरैमा थियो, अचानक हराएदेखि मलाई पनि सँग लगाइरहेछ। कतै छोरीको पिरले केही गरिहाल्यो हो कि? केही गरेको छैन पाल्देन दाइ। मैले भनेको मान्नुहुन्छ भने सबभन्दा पहिला त्यो हरिलाई भनेर मुनाले काम गरेको ठाउँमा जाउँ। मुनाले काम गरेको ठाउँमा गएपछि मुनालाई हामीले गाउँमा लिएर आउँ। त्यसपछि सबै कुरा ठिक हुन्छ। तैँले भनेपछि मलाई एउटा कुरो याद आयो राम। हो दाइ, एकदमै ठिक कुरा गर। मैले यो पैसा कसरी कमायो भने नि दाइ। होस् है, म पछि भन्छु। भित्ताको पनि कानुन छ मान्छे, फेरि अरूले सुन्यो भने बर्बाद हुन्छ। मलाई लाग्छ त्यो हरिले मुनालाई राम्रो काममा लगाएकै छैन। यो कुरामा त मलाई पहिले नै शङ्का लागेको थियो पाल्तेन भाइ। तर के गर्नु, आँखाले नदेखेको कुरा बोल्न मिलेन। अब के गर्ने त भाइ? गाउँ समाजमा बसेपछि सबैलाई सहयोग त गर्नै पर्छ। हो बा, जसरी हुन्छ सहयोग गर्नुपर्छ। अब मुना र माइला काकालाई खोज्नु, हरिलाई लिएर म सहर जान्छु। म जसरी हुन्छ मुना र काकालाई लिएर आउँछु बा। मैले त्यस्तो भनेर कहाँ हुन्छ छोरा? सहर सानो छैन, कहाँ गएर कता खोज्छस् तैँले? अनि त्यो हरिले लिएर जान्छ कि जाँदैन के थाहा? लिएर गयो भने त ठिकै छ, लगेन भने के गर्छस्? लिएर नजाने कुरा त हुँदैन नि बा। हरिले नै काम लगाइदिएपछि त्यसैलाई नलगेर कसलाई लिएर जान्छ त? मैले त्यसलाई सम्झाइसकेँ बा। पाल्दिन दाइ, अब तपाईँ पनि गएर त्यसलाई सम्झाउनु। त्यसले म सम्झाउँछु, तर मुनालाई लिन चाहिँ तर म जानुपर्छ। ल अहिले म हिँडेँ। ल हिँड्दै राम, तँ त्यो मुनालाई लिन जाने कुरै नगर। यो कुरा तेरी आमाले थाहा पायो भने घरमा आगो बाल्छ, आगो। थाहा छ तँलाई? रुक्कन घरमा गएर काम गर्ने। तपाईँ पनि आमाको कुरा सुनेर अरूको जिन्दगी बर्बाद गर्न नखोज्नुहोस् बा। अघि तपाईँ आफैले भन्नुभएको होइन, गाउँ समाजमा बसेपछि छरछिमेकीलाई सहयोग गर्नुपर्छ भनेर? बा, मलाई अरू कुरा केही पनि थाहा छैन। म हरिदाईलाई लिएर सहर जान्छु। आमा चाहिँ त्यसै बौलागी त कहाँ हो र? छोराको बानी यस्तो रहेछ र पो मलाई सधैँ कचकच गरिदिँदैछ।
के गर्नु, आफूले ताको मुडो बन्चराले ताक्छ घुँडो भने जस्तै छ। भनेपछि तैँले कल्पना पठाउन सकिनस् होइन त? हो यार, कल्पनाले मेरो कुरा फिट्टिकै सुन्दिन। तँसँग बरु कल्पनालाई पठाउने के आइडिया छ भने भन्न यार। तैँले मसँग पहिले सोध्नु पर्थ्यो नि त। मसँग आइडिया त कति छ शीतल। तैँले मेरो आइडिया मानेर फलो गरिस् भने तँलाई म यस्तो बबल आइडिया दिन्छु। भन्न कस्तो आइडिया? मानिहाल्छु नि, तर कसरी हुन्छ यार? कल्पनालाई चाहिँ मेरो बनाउनै पर्छ निखिल। मेरो आइडिया ध्यान दिएर सुन। बुझिस्, ठ्याक्कै सुहाउँछ पनि। तैँले यति गरिस् भने कल्पना तेरो पक्का हुन्छ। तैँले राम्रो आइडिया दिए यार। यस्तै गरी कल्पनालाई भेट्ने माध्यम बनाउनु पर्यो। ल म अहिले गएँ यार है। अब आउने भयो मजा। पाल्दैन भाइ, म त सहरतिर छोरी खोज्नको जाउँ कि क्या हो? पहिलाको नि पैसा तिर्न सकेको छैन, अहिले पनि आफूलाई खल्तीमा 2 रुपियाँ खर्च छैन। सक्नुहुन्छ भने अलिकति 2-4 हजार अरू थपिदिनुहोस्। म सहरमा छोरीलाई भेट्ने बित्तिकै गाउँ आएपछि तपाईँको पैसा म दिइहाल्छु नि। यसो माइला, पैसाको विषयको अब मसँग कुरो नगर। तेरै कारणले गर्दाखेरि मेरो ठुलो बेइज्जत भयो गाउँमा। बरु सक्छस् भने पैसा लगेर फिर्ता गर। मसँग त अहिले छैन प्रभु। एकचोटि सहर पुगेर आउँछु, छोरीलाई भेटेर 2-4 पैसा कमाएकी छ कि त्यो पैसा लिएर आएर म तपाईँलाई सानो ब्याज गरेर पुरानो अहिलेको सबै दिउँला। त्यसो भनेर कहाँ हुन्छ माइला? तेरो लागि मैले सहयोग नगरेको हो र? घरमा लोग्नु सकिने काटा भइसक्यो यहाँ हाम्रो। लोग्नु सकिनेको बोलचालै बन्द भइसक्यो। अनि मैले थपी दिनलाई मसँग नि हुनु पऱ्यो नि। मैले नि पहिला ऋण गरिदिएको थियो तँलाई। ठिकै छ पाल्दैन भाइ, उता छोरीको नि केही खबर पाइएन। म त भोलि जसरी भए नि सहर जानै छ। म जसो तसो जे गरेर भए पनि सहर जान्छु। त्यस पछाडि भेटेर कुराहरू लाने। तँ सहर जाने भन्दैछस् छोरी खोज्नलाई। मेरो कुरा सुन्छस् भने तँ सहर नजा। मैले दुःख पाउँछस् माइला? होइन पाल्दैन भाइ, मेरो छोरीको लागि मैले जतिसुकै दुःख पाए पनि म दुःख भोग्न तयार छु। तर म छोरी खोजेरै छोड्छु। यो माइला छोरीले खोज्न पक्कै यो सहर गएको हुनुपर्छ। होइन, यो घरका मान्छे कता गएछन्? ढोकै बन्द गरेर हिँड्या त। घरमा बसिरहन त तपाईँको बुहारी पनि गतिलो हुनु पर्यो नि। आफू काम पर यसो के बाहिर मात्र निस्केको थिएँ, त्यही शीतललाई भेट्न मरेकी होली। मलाई अरू केही कुरा थाहा छैन। जसरी हुन्छ त्यो अलक्षणालाई शीतलबाट टाढा गराउनु पर्यो। यदि होइन भने यो घरबाट म आफै टाढा भइदिन्छु। अनि दिन रात मलाई सम्झेर धरधरी रोएर बस्नु पर्ला। के रे फेरि भन् त एकचोटि। तैँले यसै गरी घुर्क्याउन बाहेक के नै जानेको छ र? यता एउटा मुनालाई खोज्न सहर जान्छु भन्दैछ। आमा चाहिँलाई घुर्क्याउन बाहेक केही आउँदैन। मैले भनेको कुरा त सधैँ तिमीलाई घुर्क्याकै हुन्छ होइन? अनि राम चाहिँ मुनालाई लिन सहर जाने कुरा गर्दैछ अरे? राम राम राम, त्यो अलक्षिणाले मेरो छोरालाई मुनि नै लाइसकेछ। त्यही भएर पो जति बेला पनि मुना 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 भन्दो रहेछ। कम से कम
आफ्नो आमाको त ख्याल गर्नु। मैले सबैको ख्याल गरेको छु आमा। मुना पनि त मेरो साथी हो। किन आमा, मैले मुनाको विषयमा केही कुरा सोच्नु हुँदैन थियो? दुःख परेको बेलामा सहयोग गर्नु नै सबैभन्दा ठुलो धर्म हो आमा। तपाईँ किन यस्तो कुरा बुझ्नुहुन्न? ती मेरो बाउ छोराले मात्र बुझ्ने रहेछ। मैले बोलेको त केही पनि होइन होइन। यो बेला मेरो छोरी भइदिएको भए मलाई कति माया गर्थे। छोरीको जस्तो मन छोराको नहुँदो रहेछ। बल्ल आएर आज थाहा पाएँ छोरीको माया कस्तो हुँदो रहेछ भनेर। तपाईँलाई त्यस्तै लाग्छ भने दिदीकै घरमा गएर बस्नु। जति बेला पनि दिदीकै मात्रै कुरा गरेको छ। गर्छु त। छोरी भनेको छोरी हो, मेरो आफ्नो छोरी हो। खुलेर प्रशंसा गर्छु, पुरो बुझिस्? गर्नु, मजाले खुलेर प्रशंसा गर्नु। त्यो छोरीले ल्याएर खाँदै होला नि। होइन, यो घरमा जहिले पनि बाँध्नै पर्छ तिमीहरूलाई। के भएको छ यो घरमा आजभोलि? रातो दिन झगडा पर्छ यहाँ। के भएको होला यो? मुना, बा, यो त मेरै बाको आवाज हो। पक्कै पनि मेरो बा यतै कतै हुनुहुन्छ। बा, मैले यो अवस्थामा छोरी भेट्नु हुँदैन। बा।